हेलो साथीहरू, हेलो भनिराख्नै परेन नि, सिधै के कुरा भन्न आएको भने भइहाल्यो नि। भन्नुहुन्छ होला, त्यो पनि सही हो। आज चाहिँ म बिहान जुरुक्क उठेर यसो हेरेको, नेपाल सरकारले केही त गर्दैछ है, केही गर्दैछ। अब म यहाँ कम्पनीमा काम गर्न लागेको 6 वर्ष भइसक्यो। कम्पनीले 1 रुपियाँ बढाएको छैन सेलेरी। तर त्यो सेलेरी आइसकेपछि चाहिँ घर पठाउनु पर्यो भनेर यसो रेट चेक गर्दाखेरि त झ्याप्पै 38 रुपियाँ झ्याप्प। यहाँको 1 रुपियाँ बराबर 38 रुपियाँ भनेपछि त पैसा त नेपाल सरकारले बढाइँदै रहेछ नि त, होइन? त्यही भएर चाहिँ एकदम खुसी लाग्यो मलाई। अब केही गर्न नसक्यो भने एउटा रेट चाहिँ बढाइदिएर अलिकति राम्रै गरेछ भन्ने लागिरहेछ क्या मलाई। त्यही भएर छ्यास्स यसो बाहिर निक्लिएन, एउटा भिडियो पनि दिइहाल्नु नि त भनेर, त्यही भएर आज तक्ला पनि भइयो।